हामी कोही एउटा प्लेयरमा निर्भर हुनु पर्दैन क्या है। बेस्ट पार्ट अफ बार्सिलोना भनेको नै नि यही हो क्या, डाइभर्सिटी छ क्या। आज गार्सिया, लेभेन्डोस्की, अराउहो, अस्ति फरान र ओल्मो, त्योभन्दा अगाडि रासफोर्ड, त्योभन्दा अगाडि फर्मिन, राफिन्या, मतलब किप चेन्जिङ के, यो रोटेसन भइरहेछ कि, मतलब सबैले गोल हानिरहेछ क्या। यो असली पावर भनेको के, हामी एउटै प्लेयरमा मात्र सधैँ निर्भर हुँदैनौँ क्या। यो धेरै खुसीको कुरा हो कि यामाल इन्जुरी हुँदाखेरि पनि हामीलाई गोलको खडेरी लागेको छैन क्या। भिस्का बार्सा, भिस्का कातालोनिया। सो रेमोन्टाडा भन्नु त मिल्छ होला नि होइन, भनिदिउँ होइन त। सो दिस इज रेमोन्टाडा है। फर्स्ट हाफमा सिल्ली मिस्टेक्सले गर्दाखेरि 1-0ले पछाडि, तर बार्सिलोना फ्यानहरू ढुक्क थिए क्या, ढुक्क थिए। इभन बार्सा हेटर्सहरू पनि नि भित्रभित्रै ढुक्क थिए कि बार्साले नि रेमोन्टाडा गर्छ भनेर। 3 पोइन्ट पाइयो होइन। हुनु त अब ह्यान्सी फ्लिक अङ्कलले खेल अगाडि भनेको थियो क्या 3 पोइन्ट जोड्दै भनेर, लालिगाले सुनेन, लास्टमा जोड्नु परेन फुरुफुरु आफै। एनिवेज गुड नाइट गाइज।